आज म दुल्लु जाँदैछु। त्योभन्दा पहिला स्वागत छ साथीहरू आजको मेरो मिनी भ्लगमा। म कहिले पनि कपडा लगाएर घरतिर वेट गर्दैन के अटोको। मेरो छोरीले यस्तो दिमाग खराब गराउँछिन् कपडा लगाइसकेपछि। म हिँड्दै राख्छु के जहाँ अटो भेट्यो त्यहीँ चढ्छु अटोमा। मैले घरदेखि खाना नखाएर गएको थिएँ कि त्यही भएर माथि रेस्टुरेन्ट जान बित्तिकै पहिला गुम खाना खाएँ। त्यसपछि कपडा हेर्छु भनेर गएको। हेर्नु न मेरो छोरीले पहिल्यै आफूले कपडा लगाएर बसिन् के किन्दे भनेर। अनि छोरीलाई त्यो कपडा मन परेको देखेर त्यो छोरीलाई किन्दिएँ। आफूले हेरेँ राम्रो त थियो। अर्कोचोटि लिन आउँछु भनेर आएँ कि मैले पैसा नलगेर गएको थिएँ। ठिक्क जे कामको लागि गएको हुँ त्यही काम मात्रै गर्ने पैसा लगेर गएको थिएँ। आज दुल्लुमा लास्टै पानी परेको थियो कि म अटोमा आउँदादेखि नै पानी परिरहेको थियो। अनि मैले एकछिन गएँ त्यहाँ सगाइ लाग्यो कि त्यहाँ अर्डर रहेछ आज मिक्स चाउमिनको अर्डर रहेछ। अनि प्याकिङ गरी लागेँ मैले। मान्छेले के तपाईँको बुढा के भन्नुहुन्छ भ्लग बनाउँदाखेरि भनेर सोध्नुहुन्छ। तर यो भिडियो बनाउने नै मेरो बुढा हुनुहुन्छ के। मेरो मोबाइल चाहिँ छोरी हेर्दै थिइन्। छोरीले मेरो मोबाइल नै दिनन्। अनि यी क्लिपहरू चाहिँ मैले बुढाको मोबाइलदेखि बनाएर व्हाट्सएपबाट हालेर अनि क्यापकटबाट एडिट गरेको के। कति गाह्रो छ हेर्नु त। मेरोमा के जति भ्युज आउँछ नि त्यति फलो बढ्दैन के। प्लिज सबैले मलाई फलो गरिदिनु होला नि। भ्युज 13-14 हजार आउँछ अनि फलो चाहिँ एउटाले पनि गर्नु हुँदैन कि। लास्टै लाज मर्नु कुरा भयो कि। 13-14 हजार भ्युज आउने अनि 1000 पनि फलोवर्स पुगेको छैन कि मेरो। एन्ड बाई।